everyone, welcome back to my new video. आज चाहिँ म काठमाडौँबाट भिडियो गर्दैछु. हेलो भन्नु. हेलो. बजु हेलो भन्नु. सो गाइज हामी चाहिँ अहिले यहाँ माथि नारायणथान बुढा नीलकण्ठमा जाँदैछौँ पूजा गर्नलाई है बजु. पूजा गर्न जाम भने हाम्रो चाहिँ इन्ड्राइ पनि आएर वेट गर्दैछौँ त्यहाँ. गाइज अब चाहिँ हामी नारायणथान जाँदैछौँ. दिदी आउनु भित्र. हजुर आउनु एकछिन मम्मीलाई. बाबुले भने बाबुले थाहा छ. म चाहिँ यहाँ काठमाडौँको बुढा नीलकण्ठ भन्ने यहाँ मन्दिरको अगाडि बसेर भिडियो बनाउँदैछु. हामी चाहिँ यहाँ हेटौडाबाट पूजा गर्नको लागि आएको थियौँ. सो मसँग चाहिँ यहाँ मेरो मम्मी, मम्मीको फुपू, दिदी आए. बोजू कहाँ भन्नु काठमाडौँको नारायणथान बुढा नीलकण्ठ हामी चाहिँ यहाँ दर्शन गर्न आएको छौँ. अब चाहिँ यहाँभित्र गुरुहरूलाई भेटिन्छ होला. गुरु आएर बस्नु भएको भने अब चाहिँ कन्ट्याक्ट गर्ने हो अनि भेट्ने हो. अनि त्यस अब पूजा गर्छु के गर्छु हजुरलाई म देखाउँदै जान्छु. त्यही गाइस. मम्मी कस्तो फिल भइरहेको पूजा गर्न आउँदा? रमाइलो. यहाँ डेन्जर डेन्जर. कस्तो रमाइलो रमाइलो है दिदी. हजुर पहिल्यै आउनुभयो होला. मेरो त फर्स्ट टाइम. म योसँग सेकेन्डचोटि हुन्छ. ए हाम्रो बजु यहाँनिर कति ठुलो एरिया है. पूजाको लागि रेडी हुँदैछ. टाउरो पनि पाउँदो रहेछ किनभने उहाँ पनि नआएको उहाँ पनि आउनु भएको सबै नयाँ नयाँ आइपुग्यो. त्यही खुसी लाग्यो सबैजना भेट्छ है. पूजाको लागि रेडी भयो होइन. पानीले बिजक बनायो गाइज. यहाँ मन्दिरमा मम्मीहरू पूजा गर्ने पानी परेको सबैको रक्षा गरौँ. हामी चाहिँ बुढा नीलकण्ठ नारायणथानमा नाग देवताबाट दर्शन गर्न आएको छ. गाइज हामी चाहिँ यहाँ माथि पूजा गरेर आइसक्यौँ. अब चाहिँ हामी बौद्धमा जाने हो.
पूजा गरेर आयो नि त दिदी पूजा मजो राम्रै आएन लिएर आउँछु म हाम्रो ब्रेकफास्ट गाइज हामी चाहिँ यहाँ दर्शन गरेर भ्याएर अब चाहिँ हामी बौद्ध जाँदैछौँ है सो गाइज हामी चाहिँ यहाँ बौद्धमा आइसक्यौँ अब चाहिँ यहाँ घुम्ने हो अनि लाफिङ खाना जाने हो गाइज हामी चाहिँ यहाँ लाफिङ लिन आएको लाफिङ लाफिङको वेटिङमा छु हामी अब चाहिँ हामी यहाँनिर लाफिङ लिने हो अनि फेरि खाना खान जाने हो अनि त्यही लगेर खाने हो यहाँबाट प्याक गरेर लाने हो बौद्ध आएपछि लाफिङ त अभियसली खानु पऱ्यो अरे हो कि होइन सी गाइज प्याक गरेर ल्याएको बौद्धको लाफिङ अब चाहिँ हामी खाने म चाहिँ वेटिङमा छु खानेमा हामी चाहिँ यहाँ खानाको लागि आएको छौँ वी आर वेटिङ फर आवर लन्च अहिले चाहिँ 12 बज्यो होला मेबी खाना यसो भेट्न पाएँ त खानु है लाफिङ है त गाइस तपाईँको टिभी खाएला साथीहरू चलो ए दुईजना खाने दोकानबाट हाल्नु न हामीलाई खाना खान्छ है गाइस खाना खाएर अलमोस्ट भ्याइसक्यौँ बाई बोल्छु बाई बाई हस् हस् Thank you everyone for watching this video.